नमस्ते एन्ड गुड मर्निङ साथीहरू। मैले चाहिँ अहिले यो भ्लग स्टार्ट गरेको चाहिँ नेपालबाट हो। प्लिज गाइज सबैले लाइक सब्सक्राइब एन्ड कमेन्ट पनि गरिदिनु होला, राम्रो नराम्रो के हुन्छ है। यो भ्लग स्टार्ट गरेको चाहिँ दुबईबाट हो। निन्द्रा नलाग्ने कि कतै जाने भनेपछि मलाई निन्द्रै लाग्दैन के। गेस गर्नुहोस् त कता जाने होला। अफकोर्स भिडियो हेरेपछि पुरा थाहा पाइहाल्नुहुन्छ है। अनि के मलाई निन्द्रा लाग्दैन कि कतै जाने भनेपछि है उठेँ है, राति राम्रोसँग निन्द्रा पनि लागेन। अनि पानी सानी खाएँ, तातो पानी लेमन हालेर। अनि यसो वक गएपछि अनि फेरि टाइम अझै थियो कि मसँग बाँकी थियो कि फ्लाइटको टाइम अझै बाँकी थियो है। राति थियो कि फ्लाइट हुने चाहिँ, तर निन्द भने पटक्कै थिएन कि मसँग। अनि वक गरेँ है, अलिकति फ्रेस भएँ। अलि हावा आएको थियो कि हल्का हल्का चिसो हुन लाग्छ दुबईमा नि। अनि म बाहिर निस्केँ यसो अलिअलि राम्री त कि यस्तै हो है, तर नङसँग यताउति बनाउन मन लागेको थिएँ। मैले प्राय कहिलेकाहीँ बनाइरहेको हुन्छु नेल्स चाहिँ है। सो म गएँ मेट्रोमा चढेर सरर, अनि नेल्स पनि बनाएँ कि त्यहाँ। कन्फ्युज भएको थियो कुन गर्ने कुन नगर्ने भनेर, बट फाइनली आई चुज है। अनि नेल्स बनाएँ, सबै गरेर भ्याएर लास्टमा यो फाइनल लुक्स यो थियो है मेरो। तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यसपछि मैले भिडियो केही नबनाइकन म एयरपोर्टमा लागेँ है। एकदमै सिचुएसन अर्कै थियो कि यो एयरपोर्टमा पुग्दा चाहिँ। अनि है त्यसपछि म बल्ल गएँ है। त्यस्तो धेरै मेकअप सेकअप केही गरेको थिएन, त्यति नेल्स मात्रै बनाएको थिएँ मैले। अनि सनस्क्रिन यताउति मात्रै गरेर गएँ। दुःखको कुरा थियो है। अनि त्यस्तो ह्याप्पिली उस गर्न पाएको थिएन, बट खुसी हुनै पर्दो रहेछ है। अनि चाहिँ हामी एयरपोर्ट बल्ल गयौँ है, छिर्यौँ। अनि कस्तो डराइरहेको थियो, सामान धेरै हुने हो कि भनेर होइन। सामान यताउता गरेर कति धेरै हुने कि। अनि हामी छिर्यौँ, सामान ठिकै रहेछ। अनि मेरो साथीको चाहिँ अलि धेरै रहेछ, बट हामी वेटिङ रुममा वेटिङ गऱ्यौँ है। अनि 2-3 घन्टा वेटिङमा बस्यौँ कि। अनि हामी हिमालय एयरलाइन्समा प्रस्थान गऱ्यौँ, बट मलाई मन परेन हौ यो हिमालय एयरलाइन्स। नेक्स्ट टाइमदेखि म यसमा टिकट काट्दिनँ। यसको खाना भन्नुहुन्छ भने दाल र भात। ओ माई गड, म फर्स्ट टाइम हो है। 8-9 वर्ष भयो यो दुबई होइन, यता जानी वर्षमा म उस गर्छु, तर लास्टै गाह्रो भयो। सिट के यस्तो अप्ठ्यारो के सिट पनि, लास्टै ब्याक पेन भयो है। हेर्नुहोस् न पछाडिको भ्युज हेरेर त लास्टै मनपर्छ कि त्यो पुरै भुलेको थिएँ मैले। तर अनि खाना अनि यता सिटहरू चाहिँ एकदमै नराम्रो छ। म अब नेक्स्ट टाइमदेखि आउँदिनँ। अनि मलाई एकदम माइन्ड चाहिँ मेरो घरतिरै थियो है। किनकि म तपाईँलाई अर्को भिडियोमा देखाउँछु, तपाईँले हेरिदिनु होला सबैजनाले है। प्लिज मनपर्छ पर्दैन लाइक कमेन्ट गरिदिनु होला। अलमोस्ट ल्यान्ड हुन लागेको थियो, कतिखेर झर्छ कति लास्टै पार्टीको थियो कि, त्यही भएर एकदम आतुरी लागेको थियो कि। हेर्नुहोस् न है कस्तो राम्रो भ्यू। ओ माई गड, कस्तो यो बादलहरू हेर्न कस्तो राम्रो देखियो। त यो हेरेर अगाएकै थिएन कि, एक झपक्क नसुतिकन आएको कि म। सुत्ने बुझै थिएन कस्तो के त्यो सिटहरू यति अप्ठ्यारो कि अनकम्फर्टेबल। ओ माई गड, प्लिज गाइज नेक्स्ट टाइम अब हाम्रो सारा पहाडहरू, हाम्रा साना घरहरू अनि हिमालहरू देखिन लाग्यो है। अनि कस्तो खुसी लाग्यो। त्यसपछि एकदमै खुसी लाग्यो है। मैले यो भोइस कभर गरेको छु किनकि हाम्रो भोइस एकदमै डिस्टर्ब आएको थियो कि। अनि भोइस राम्रो आएको थिएन, त्यही भएर मैले फेरि बनाएको छु है। हामी खुसी भयौँ कि फाइनली सेफ ल्यान्ड भनेर होइन। अनि फटाफट अब हामी नजिक तल झर्न लाग्दा कस्तो हुन्छ नि है। नजिक झर्दा कस्तो आनन्द फिल हुन्छ कि। हाम्रो पहाडहरू, घरहरू है, छाना कस्तो राम्रो, टिनहरू के कस्तो त देखिरहेको थियो। अनि हल्का फुल्का भिडियो लिएँ मैले है, जतिसम्म लिन सक्छु मैले। तर
के भन्छ अरे तर नेपाल झरिसकेपछि पनि त्यो एयरपोर्टमा के लास्टै ढिला गर्यो कि कति ढिला गर्यो हौ एयरपोर्टमा त कति त्यो एउटा के मलाई मनै परेन व्यवस्थित हुन्छ नि त्यो लगेजहरूको के यो उसमा 3 नम्बरमा वेटिङ गरेछ फेरि 4 नम्बरमा पठाएछ है त्यो ट्रली उस गर्ने के त्यसलाई के भन्छ है अनि फेरि उताबाट यता होइन अब यताको सिधै अर्कोमा जानु अरे है आमा एउटैमा आए पो हुन्छ है ए भगवान् मलाई त कति अप्ठ्यारो लाग्यो त्यहाँ त अनि त्यहाँ त म त भनिदिएको पनि थिएँ कराइदिएको पनि थिएँ है 2 घन्टाभन्दा बढी हुन लाग्यो वेटिङ गरेको पहिला सुरुमा अनि यो फेरि अलि उता जा भन्छ के हो यो एउटा ठाउँबाट आएछ त एउटैबाट आएको छ कति आफै हुन्छ र कति आफ्नो त त्यहाँबाट वहाँ जा भन्छ वहाँबाट यहाँ जा भन्छ यार के भएको बल्ल भेट्यो कसबाट ठाउँ रहेछ बल्ल यहाँ भेट्यो यार अनि एयरपोर्टबाट चाहिँ बाहिर आयो है अनि कस्तो आनन्द लाग्यो फेरि है शीतल हावा थियो पुरा एसी होइन बाहिरको हावा चाहिँ खाएँ है नङ देखाउँदै अनि हामीलाई चाहिँ हाइस चढ्नु थियो कि त्यहाँबाट अनि छिटो ट्याक्सी पक्रियौँ कि हामीसँगै गएको साथीलाई छोडेर है हामीलाई चाहिँ एकदम हतार भएको थियो कि घर एकदम इमर्जेन्सी थियो है त्यो मैले तपाईँलाई पछि भिडियोमा देखाउँछु भनिहालेँ अनि यो चाहिँ त्रिशुली आई थिङ्क त्रिशुली नै होला त्रिशुली खोला कि नारायणी खोला हो मैले भुलेँ है के हो अनि हामी हाइसबाट चाहिँ अब घर झर्ने बेला भयो थियो कि घर झर्ने बेला भएको थियो सरप्राइज दिने भनेर आएको थियौँ सबै प्लान चकनाचुर भएको थियो कि एकदमै नराम्रो उसबाट आएको थियौँ हामी भन्नाले अब पछि अर्को भिडियोमा देख्नुहुन्छ तपाईँहरूलाई हामीले देखिहाल्छौँ अनि हामी घर आइदाखेरि बाबुलाई सरप्राइज दिन्छु भनेको हामीलाई देखिहाल्नु भयो हाम्रो भान्जीले देखेपछि बाबुलाई पनि बोलाउनु भयो हामी चाहिँ नभनिकन आएको कि इमर्जेन्सीमा अनि त्यसपछि सरप्राइज सबै क्यान्सल भयो घर आउँदाखेरि चाहिँ बाबु र भान्जी मात्रै हुनुहुन्थ्यो मम्मी चाहिँ सासू मम्मी चाहिँ हुनुहुन्थेन अनि उहाँ चाहिँ कहाँ हुनुहुन्छ भनेर हामीले अर्को भिडियोमा देखाउँछौँ हजुरहरूलाई थ्याङ्क यू सो मच फर वाचिङ अब नेक्स्ट भिडियो पनि माया गरिदिनु होला तर यो भिडियोलाई झन् माया गरिदिनु होला है हस् बाई बाई गाइज यति नै है आजलाई अब म अर्को भिडियो बनाउँछु सबैजनाले लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गरिदिनु होला नराम्रो कमेन्ट राम्रो कमेन्ट सुझाव सल्लाह वाट एभर गरिदिनु होला तर अघि नै भने नराम्रो कमेन्ट चाहिँ नगर्नु होला है ओके बाई खै त मम्मीलाई माया पनि गरिदिनौ म को अब भोलि गइहाल्छु म त त्यसो भए हो आजको लागि मात्रै आएको होला अनि खै त नि मम्मीलाई हक पनि छैन मेरो मम्मी भन्ने पनि छैन चुमा पनि चाटी पनि छैन कसको लागि आउनु त ल भन त खै त आमा